साथीहरू, जीवनले हामीलाई रोक्ने प्रयास धेरै गर्छ। कहिले पैसा हुँदैन, कहिले साथ दिने मान्छे हुँदैन, कहिले त आफैभित्रको आत्मविश्वास हराएर जान्छ। तर एक कुरा याद राख्नुस्, तपाईलाई हराउन सक्ने एकमात्र मान्छे तपाईं आफै हुनुहुन्छ। आज म यहाँ एकै कुरा भन्न आएको छु। तपाईंको अबको कदम, तपाईंको अबको निर्णय र तपाईंको अबको सोच यिनैले तपाईंको भविष्य लेख्छ। मान्छेले भन्छ, समय आएपछि सबै मिल्छन्। म भन्छु, समय बनाउनु पर्छ। कोही आउँदैन तपाईंलाई बचाउन, कोही आउँदैन तपाईंलाई उठाउन। उठ्ने जिम्मा तपाईंकै हो। जुन दिन तपाईंले आफै बदल्नु सुरु गर्नुहुन्छ, त्यही दिनदेखि संसारले पनि तपाईंलाई बदलिएको मान्न थाल्छ। गल्ती हुन सक्छ, असफलता आउन सक्छ, तर रोकिनु हुँदै। किनकि रोकियो भने यात्रा खत्म, चलिरह्यो भने कुनै दिन विजय तपाईंकै हुन्छ। त्यसैले आजबाट एक वचन दिनुस्, म आफैलाई हराउन दिदिन, म डरिदैन, म हार्दिन, म उठ्छु। धन्यवाद।